तपाईलाई एउटा उखान थाहा छ, न्याय नपाए गोर्खा जानु भन्ने सुन्नुहुन्थ्यो नि। अहिले के छ थाहा छ? न्याय नपाए गोर्खा जानु, जग्गा जमिन सस्तोमा नपाए दाङ जानु। हजुर, आज हामीले यस्तै सस्तो जग्गा लिएर आएका छौँ तपाईहरुको निम्ति। तपाईले विश्वास गर्नुस् या नगर्नुस्, हामीले तपाईका निम्ति अत्यन्त सेवा सुविधाजनक ठाउँमा रहेको अत्यन्त सस्तो घर आजको भिडियोमा हामीले तपाईका निम्ति लिएर आएका छौँ। आदरणीय दर्शकबिनहरु, पछिल्लो समयमा हामीले तपाईलाई निरन्तर रूपमा सस्तो घर जग्गाका भिडियोहरु यहाँहरुको माझमा लिएर आइरहेका छौँ। साथै हामीले तपाईलाई आवश्यक जानकारी र टिप्सहरु पनि शेयर गरिरहेका छौँ। तपाईले अहिलेसम्म हाम्रो यस युट्युब च्यानल देखुरी अनलाइन टिभीलाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया नजिकमा रहेको सब्स्क्राइबको बटनमा सब्स्क्राइब गरी नजिकमा रहेको बेल आइकनको घण्टीमा दबाइदिनु होला, ताकि सबैभन्दा पहिला तपाईले हाम्रा भिडियोहरु हेर्न सक्नुहोस्। आज हामी आदरणीय दर्शकबिनहरु जाँदै छौं लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेर, र त्यो पनि दाङ देउखुरीमा राजधानीमै रहेर अत्यन्त सस्तो घरको भिडियो हामीले तपाईका निम्ति लिएर आएका छौं। अत्यन्त छोटो रहनेछ आजको भिडियो। आदरणीय दर्शकबिनहरु, म तपाईलाई सर्टकटमा धेरै जानकारी दिने कोसिस गर्नेछु र भिडियो पुरा हेर्नु होला। प्रदेश नम्बर 5 को राजधानी देउखुरीमा लमही नगरपालिका 3 बनगाउँमा रहेको अत्यन्त सस्तो आकर्षक घर आजको भिडियो हाम्रो रहनेछ। यदि तपाईलाई आजको भिडियो मन पर्यो भने छिटो भन्दा छिटो आफ्नो बनाउने कोसिस गर्नु होला। हामीले सकेसम्म सस्तो दरका, सस्तो रेटका, सस्तो मूल्यका घर घडेरीका भिडियोहरु यहाँहरुको माझमा लिएर आउने गर्छौं। सोही अनुरूपलाई निरन्तरता दिँदै आज हामीले लमही नगरपालिका 3 बनगाउँमा रहेको अत्यन्त सस्तो घर यहाँहरुको निम्ति ल्याएका छौं। यहाँहरुलाई म जानकारी गराउँछु सरसर्ती र यहाँहरुलाई म भिडियो देखाउँछु। आदरणीय दर्शकबिनहरु, यो हो आदरणीय दर्शकबिन लमही नगरपालिका 3 बनगाउँमा रहेको, जुन तपाईको बनगाउँ चोकदेखि जस्ट दक्षिणतर्फ रहेको छ दामोदर रोडमा। दामोदर तपाईको मेन हाइवे रोडदेखि याद गर्नुस् है, महेन्द्र राजमार्ग मेन हाइवे रोडदेखि म्याक्सिमम 250 मिटर भित्र, त्यति धेरै भित्र पनि होइन, 250 मिटर भित्र, यतिको भित्र चाहिँ ठिक पनि हुन्छ आदरणीय दर्शकबिनहरु हैन। एउटा सुन्दर शान्त वातावरणमा बस्न चाहने एउटा सानो सुखी परिवारको लागि यतिको भित्र अत्यन्त राम्रो मान्दछु म चाहिँ। यदि तपाईलाई पनि यस्तै खालको जग्गा चाहिएको थियो भने यो भिडियो तपाईका निम्ति उपयुक्त हुन सक्छ। महेन्द्र राजमार्ग हाइवेदेखि 250 मिटर भित्र रहेको छ यो जग्गा। घर अत्यन्त निर्माण भइसकेको छ र भर्खरै बनेको घर हो। 3 BHK है। 3 BHK भनिसकेपछि 3टा बेडरुम भइ नै हाल्यो, एउटा किचन, एउटा बाथरुम र टोयलेट साथमा पाइ नै हाल्नुहुन्छ। तपाईलाई हामी भिडियो सम्प्रेषण गर्दैछौँ आदरणीय दर्शकबिनहरु, हेर्न सक्नुहुन्छ। लमही नगरपालिका 3 बनगाउँमा रहेको यो महेन्द्र राजमार्गबाट 250 मिटर मात्र भित्र रहेको यो जग्गा 3 BHK को छ। यहाँका सेवा सुविधा तपाईलाई, यदि तपाई यहाँ नजिकमा हुनुहुन्छ भने तपाईलाई अवश्य नै थाहा छ। यदि टाढा हुनुहुन्छ, तपाईलाई यो ठाउँको बारेमा जानकारी छैन भने म यहाँलाई जानकारी दिन चाहन्छु। यस ठाउँमा तपाईको सरकारी स्कुल रहेको छ है, जो +2 सम्म रहेको सरकारी स्कुल छ। साथै टेक्निकल कलेज है, पृथु टेक्निकल कलेज यही नै रहेको छ, जुन टेक्निकल कलेजमा पढ्नका निम्ति टाढा टाढादेखि विद्यार्थी भाइ बहिनीहरु यस ठाउँमा आउने गर्नुहुन्छ। तपाईको आँगनमै रहेको छ यस पृथु टेक्निकल कलेज है। तपाईको यस जग्गाको, यस घरसँगै, घरको आँगनमै भनौं न, घरको आँगनमै छ, अत्यन्त नजिकमै रहेपछि आँगनमै भन्दा पनि हुन्छ नि त हैन। अत्यन्त नजिक रहेको छ पृथु टेक्निकल कलेज। सरकारी स्कुल बनगाउँ सरकारी स्कुल नजिकमै रहेको छ। अनि लमही बजार तपाईको त्यहाँदेखि जम्मा 2 किलोमिटर टाढा छ है। यस घरदेखि लमही बजार मात्र 2 किलोमिटर टाढा रहेको छ। यदि तपाई बिरामी भइहाल्नुभयो भने पनि लौ टेक्दै पनि एक्लै पनि जान सक्नुहुन्छ। 2 किलोमिटर कुनै टाढा होइन हैन। र यो जग्गा आदरणीय दर्शकबिनहरु घर छँदैछ, यसमा तपाईले देखिरहनु भएको छ, घर भइहाल्यो, 3 BHK घर भइहाल्यो। साथमा तपाईले पाउनुहुन्छ 2 कट्ठा जग्गा पनि है। याद गर्नुस्, घरसँगै 2 कट्ठा जग्गा पनि पाउँदै हुनुहुन्छ तपाईले।
र यहाँ तपाईको 12 मास पानीको सेवा सुविधा रहेको छ है। 12 मास पानी यस पानी चार्ने व्यवस्था पनि रहेको छ। 12 मास तपाईले कुलोको नहरको व्यवस्था पाउनुहुन्छ, सेवा सुविधा पाउन सक्नुहुन्छ। साथै तपाईले यस घरको असली लाल पूर्जा पनि पाउनुहुन्छ। तपाईले दाङ देखुरीमा घर किन्दा जहिले पनि याद गर्नुहोला असली लाल पूर्जा हो कि होइन है। यहाँ किनकि अधिकतम रूपमा यहाँ गुठीका जग्गा र ऐलानीका जग्गाहरू रहेका छन्। तपाईलाई असली हो भनेर झुक्याउन सक्छन्। त्यसकारण जहिले पनि होशियार हुनुस्। गुठीको जग्गा या ऐलानी जग्गा हो कि होइन, या असली लाल पूर्जामा छ या छैन, यो कुरा चाहिँ याद गर्नु होला। यसमा तपाईले असली लाल पूर्जा पाउन सक्नुहुन्छ है, ओरिजिनल लाल पूर्जा पाउन सक्नुहुन्छ। त्यसका निम्ति पनि अत्यन्त महत्त्वपूर्ण भिडियो रहेको छ आदरणीय दर्शकबिनहरु। त्यसका निम्ति पनि आजको यो हामीले देखाइरहेको घर र जग्गा अत्यन्त महत्त्वपूर्ण छ तपाईका निम्ति। अत्यन्त सस्तो मूल्यमा रहेको छ। तपाईलाई यदि यो जग्गा मन पर्यो भने हामीले तपाईलाई साहुजीको नम्बर डाइरेक्ट राखिदिन्छौं। साहुजीसँग डाइरेक्ट कन्ट्याक्ट गर्नुस् र लिनुस्। तपाईलाई मन परेको खण्डमा तपाईले डाइरेक्ट साहुजीलाई कन्ट्याक्ट गर्ने, उहाँसँग लिने। यदि तपाईसँग पनि घर बेच्नु पर्ने छ, जग्गा बेच्नु पर्ने छ भने तपाईले हामीलाई कन्ट्याक्ट गर्नुस्। तपाईको नम्बर दिनुस् र तपाईले हामीलाई कन्ट्याक्ट गर्दा WhatsApp मार्फत कन्ट्याक्ट गर्नु होला र तपाईले बेच्न चाहेको प्रपर्टी राम्रोसँग खिचेर हामीलाई WhatsApp मार्फत पठाउनुस्। हामी तपाईको भिडियो यसरी नै जस्ताको तस्तै तपाईले भनेकै मूल्यमा बेचिदिने कोसिस गर्नेछौं। तपाईलाई यस घरका सेवा र सुविधा, यस ठाउँको सेवा र सुविधा कस्तो लाग्यो? तपाईको मनमा लागेका जिज्ञासाहरू कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। यही भन्दै आदरणीय दर्शकबिनहरु, आजको यस छोटो भिडियोबाट बिट मार्ने चमर्को गर्दैछु। तपाईको समय सुखदमय रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।